मजा आयो होला के लागि अब भयो ल भयो है आजु भयो है डर लाग्यो नमस्कार सबैजनालाई। यो भिडियोमा हामी लमनादेखि छिन्चुसम्मको बाटोको अवस्था र यहाँका रमणीय दृश्य देखाउन गइरहेका छौँ। यो हाइवे चाहिँ मदन भण्डारी हाइवे हो र हामी मदन भण्डारी हाइवे हुँदै लमनाबाट छिन्चुतर्फ जरेतिर लागिरहेका छौँ र यो सुर्खेत खण्ड चाहिँ मदन भण्डारी हाइवेको राम्रो बनिसक्यो र अवस्थामा देख्न सकिन्छ। र यो हाइवेमा गाडीको चाप चाहिँ धेरै नै कम छ। सायद यो भर्खरै बनेको भएर नि होला। बाबुको इभी गाडीले तर कच्ची बाटोमा पनि फिलिलिली तानिरहेछ। हामीलाई कुनै समस्या छैन अहिलेसम्म। हामी यो जरे बजार पुग्यौँ। जरे बजार होइन बाबु? जरे बजार हाइवे। अब हामी दायाँ मोडेर यहाँको बजार खतरा सुर्खेत छ भने छिन्चुतिर लाग्दैछौँ। हाम्रो आज गन्तव्य छिन्चुसम्म हुनेछ। फेरि बबाई डाइभर्जन बन्न लागेको एकछिन रोकेर हेर्नुपर्छ। यो चाहिँ भेरी बबाई डाइभर्जन बन्न लागेको ठाउँ हो। भेरी बबाई डाइभर्जन भेरी देखाउनु त अगाडि। यो चाहिँ भेरी नदी भयो। हामी चाहिँ मामा घर गएर फर्कदै जरेदेखि बाटो चाहिँ एकदमै अफरोड रहेछ। बिचबिचमा पिच, बिचबिचमा चाहिँ अलिकति बाटो खराब रहेछ। यो चाहिँ बाटोमा भेटिएको ओभरलोडेड 3 पाङ्ग्रे गाडी हो र हामी अब छिन्चुतिर जाँदैछौँ र छिन्चु नजिकैको बाटो चाहिँ राम्रो अवस्थामा देख्न सकिन्छ। जरेदेखि रामघाटसम्मको बाटो चाहिँ अफरोड रहेछ। यो चाहिँ छिन्चु बजार र हाम्रो आजको गन्तव्य स्थान हो। केही बेरको आरामपछि हामीले बँदेलको सेउका पोलेर खायौँ। दोस्रो दिन हामीभन्दा अग्रजसँग टिका थाप्यौँ। उहाँ हजुरबा हुनुहुन्छ। हजुरबाको हातबाट टिका लगायौँ। त्यस पछाडि हामीले बुवाको हातबाट टिका लगायौँ। त्यस पछाडि मम्मीको हातबाट र त्यस पछाडि हामीभन्दा जुनियर भाइ बहिनीहरूलाई टिका लगायौँ र दसैँको खुसी आदान प्रदान गऱ्यौँ। र यो टिका लगाइसकेपछिको फ्यामिली फोटो हो जसमा हजुरआमा हजुरबा सबै हुनुहुन्छ। हस्त धन्यवाद।